के गर्नु आफ्नो मनको कुरा आफ्नो मनमै छ कसलाई पोखौँ र खै जसलाई पोखे पनि सुनिदिने बुझिदिने कोही छैन हाम्रो त आफ्नो मान्छे भन्ने कुरो अब कताको सुरुवात हुन्छ अब तिमीहरूले भन्यो होला दाइ कहाँ हराएको थियो के गरेको थियो किन आएन यत्रो दिन भनेर तिमीहरूले पनि अलिअलि खोज्न त खोज्यो होला नि मलाई मेरो अब अलिअलि त मान्छे छौ नि तिमीहरू अब के भन्नु खै कसलाई भन्नु माइक पनि लिने बिर्सेछु बोल्दा बोल्दै बक्का नुहाउ उठेर आउँछ अब तिमीहरूलाई थाहै छ यो चैतको 15 गते काठमाडौँमा के भयो भन्ने कुरा अब मैले बताउनु पर्दैन होला तिमीहरूलाई तिमीहरू देखिरहेछौ हेरिरहेछौ त्योमा म पनि यसो जाउँ न त आन्दोलन हेरौँ आन्दोलनमा के हुन्छ भनेर म पनि जोसित अघि गएँ अघि जाँदाखेरि मेरो 2.5 तोलाको सिक्री हरायो ए होइन साँच्चै मेरो 3.5 तोलाको सिक्री हरायो कसलाई भनौँ सिक्री हरायो भने अब सुनौ भने सबैले थाहा पाउँछन् ल है आन्दोलनमा आएको सिक्री हरायो यसले चाहिँ के लिएर आयो त नि भन्छन् त्यही भएर मैले कसैलाई भनिनँ भन्न पनि अब भएन नि त्यत्रो आफ्नो सामान हराएपछि ल सामान पनि जतन गर्न सकिनस् भन्छन् नि त कुरा काट्ने कुरा काटिहाल्छन् नि अब 2-3 दिनमा अब त्यही खोज्न लागे सिक्री त के भेटिन्थ्यो र हराएको चिज अब कसले लग्यो अब अर्को हाम्रो एउटा दाइ मसँगै बुरुक बुरुक उफ्रिरहेको थिए मिडियामा चमक चमक गरिरहेको थिए उनले नै हराएछन् उनले 2 तोला हराएछन् मान्छे त बल्ल बल्ल इष्टपुष्ट थिए खै ज्ञान भएर नहुँदो रहेछ अब दिन आएपछि त्यस्तै हो उनी त के जाति खै मिडियामा भाइरल भएछन् भिडियो सिडियो आएछ अब म अलि ढिलो भएर हो कि कसैले मलाई खोजेनन् कसैले मेरो भिडियो खिचेनन् म भाइरल हुन सकिनँ आज हेर त तिनलाई कति खुसी छन् सिक्री हराउँदा पनि दुःखमा पर्दा पहिलोचोटि खुसी भएको देखेको मैले तिनै दाइलाई हो मनमा पीडा छ तर अनुहारमा हाँसो लिएर बस्ने तिनै दाइ हुन् अब अहिले आएर पछि त मानेर के गर्नु म पनि त्यही रोइ कराइ गरेको भए आज म पनि भाइरल हुन्थे केटाहरूले मलाई चिन्थे ओहो भाइरल दाइ भन्थे मलाई तर के गर्नु सबैको भाग्य एउटै हुँदो रहेनछ हेर त आफू त पीडा लुगाएर बस्नु पर्छ दाया त पीडा दिएर हाँस्याछन् लाग्छ उनी 2 तलाको सिक्री लगभग 4-5 लाख खर्च गरेर मान्छे हिरो हुन खोज्छ तर भाइरल हुन सक्दैन मिडियाले चिन्दैन तर उनी चाहिँ 4-5 लाख खर्च गरेरै आज मिडियामा जताततै आइ छ कति कति त पछुतो पनि लाग्छ मलाई पछि यसो हेरेको त हेर त सेक्युरिटी गार्ड अब सेक्युरिटी गार्डतिर जाउँ न त कति आफ्नो सिक्री मात्रै हराएको कुरा गरौँ मिडियामा बाबुले ऊ बेलामा पढिनुहोस् बाबु सेक्युरिटी गार्ड गर्नु त भनेर भन्थे अब आफू यस्ता सेक्युरिटी गार्ड साथ ढोकामा उभिने काम नगरौँ ढोकामा उभिने काम पनि के गर्ने हो र बरु यस्तो ढोकामा उभिने काम गर्न भन्दा होटलमा भाडा मान्न सजिलो कमसेकम खान त पाइन्छ यताउता हिँड्न त पाइन्छ डुल्न त पाइन्छ ढोकामा उभिरहनु त पर्दैन भनेर गार्ड गरिएन होटलमा भाडा दिन थालियो मक्क पऱ्यो दिन गुजिएर चल्दै थियो यस्तै रहेछ होटल काम पनि आजभोलि त वाक्क लाग्छ हेर्नु त सेक्युरिटी आनन्दले ढोकामा उभिने काम गर्दाखेरि आज उनको
मान सम्मान इज्जत कहाँ पुग्यो? दुनियाँले चिन्छन् बहादुर हिगामा नेपाली हो, नेपालीले गर्छौ के हो काम के हो, आफ्नो कर्तव्य के हो त्यो त पुरा गरे नि दाइले। मलाई खुसी लाग्यो। तर यिनी कुराहरू चाहिँ प्राइभेट कम्पनीमै हुन्छ क्या, मान्छे विश्वासिलो आफ्नो कामको इमान्दारिता देखाए नि। आज गाड भनेर दुनियाँले हेर्ने दृष्टिकोणलाई तिनले उच्च पारे, यसमा गर्व गर्नुपर्छ। उ बेलामा हेर त फेरि अर्को कुरा हेऱ्यो, बाबा काठमा हत्या हिंसा अहिंसा कसैलाई दुःख दिनुहुन्न भन्छन्। अब अर्काको भविष्य हेर्ने। अब गुरुजी नै ढुङ्गा बोकेर हिँडेपछि अब अरूले ढुङ्गा बोक्दैनन् त। यो चाहिँ मलाई अलिक चित्त बुझेन है। जे होस्, जुन अब जे होस्, गणतन्त्रवादी होस् कि राजवादी होस्, जे होस्, यो पोइन्ट चाहिँ मलाई ठिक लागेन के। हो ल्याउने हो, ठिक छ। अहिलेको नेताहरूले गरेको यो काम देखेर मान्छे जनताहरू दिक्क भएका छन् के, दिक्क वाक्क भएका छन् के। ए सुध्र्याउन यार, तिमीहरू सुध्र्याओ भन्दा मान्दैनन्। नमानेपछि जनताहरू वाक्क भएर आन्दोलन गर्ने बाटोमा उभिए। अनि बङ्गलादेशको त्यो घटना देखेर त्यसको सिके नेपालीहरू हो नि त, सिको त गर्न पर्यो, सिक्छन् नि त। नेपाली नसिकेर कसले सिक्ने हो? नेपालीहरू त फोटोकपी हो नि त। आफ्नो केही कुरा त आजसम्म केही छ नेपालीले आफ्नो नयाँ केही गरेको? पश्चिमेली फेसनको त कति छ हेरौँ न। मान्छेले बिहेमा हेरौँ न, बिहामा आजभोलि बिहा कहाँ गयो, के हो? सब पश्चिमेली फेसन चलेको छ नि त। आन्दोलन पनि अस्ति बङ्गलादेशमा के भयो? त्यही सिके, त्यही गरे। यसमा मान्छेले अचम्म मान्नुपर्ने कुरै छैन। धन्न धेरै त्यस्तो क्षति गरेरन्। दुःखको कुरा, पत्रकार एउटा निर्दोष युवा मारिए। उनका आत्माले शान्ति पाओस्, यही भन्न चाहे मैले। योभन्दा अरू मैले के भन्न सक्छु र? देशमा बस्ने वातावरण होस्, दिनदाडै यसरी मान्छे नमारिउन्। सरकारले पनि सोच्नै पर्छ, विचार गर्नै पर्छ हैन। सरकारले पनि लचिलो हुनै पर्छ। जनताहरू अहिले वितृष्णामा छन्। हामी जस्तो युवाहरू खै के गर्ने हो? देशमा खै के गरेर हुन्छ? उमेर पनि गइसक्यो हाम्रो त। न नेपालमा केही गरौँ न त अब भन्यो भने गरी वातावरण छैन। विदेश जाऊ न त भन्ने हामीलाई कुनै देशले पत्याउँदैन। पत्याउँछ त? पत्याउँदैन नि। अनि मान्छेहरू किन आक्रोश पुग्दैनन् त नि? यहाँ लगानी लाग्यो, लगानी डुबिरहेको छ मान्छेको। मान्छेहरू कति पैसा फसिरहेको छ। यो भयो त्यो भनेर मायाकमा भाषण गरेर मात्रै भएन है नेताजीहरू। भाषणले त देश बन्दैन। तपाईँहरू बन्नुभयो, तपाईँका कार्यकर्ता बने। तर हामी जस्तो जनता खै भए बस्ने वातावरण छ त? दिनदिनै युवाहरू विदेश पलायन भएका छन्। यहाँ कलेजहरू रित्ता भएका छन्। खेतीयोग्य जमिनहरू हेर्दा बाँझा भएका छन्। कसको कारण? उद्योगहरू सबै बन्द छन्। कसको कारणले? तपाईँकै कारणले। काठमाडौँमा अस्ति 15 गतेको आन्दोलन मलाई के लाग्छ भन्दाखेरि त्यहाँ खास त राजा ल्याऊ, देश बचाऊ भन्ने उद्देश्यले हो, राजालाई हामीले ल्याउने हो भन्ने उद्देश्य थियो। तर त्यो मलाई लाग्दैन के। त्यहाँ त तपाईँहरूको कारण, नेताजीहरूको कारणले नेताहरूको कामलाई मान्छेले त्यो कामले वितृष्णा भएर हो। ल साँच्चै नै भन्ने हो भने देशमा उद्योग धन्दा, कल कारखाना, रोजगारीको अवसर भएको भए मान्छेहरू बेरोजगारी हुने थिएन। मान्छे काममा हुन्थ्यो। काममा भएपछि यस्ता आन्दोलन हडतालमा जाने मान्छेलाई टाइम हुन्थ्यो, समय हुन्थेन। किन? ऊ आफ्नो काममा व्यस्त थियो, उसलाई फुर्सद थिएन। फुर्सद नभएपछि यिनी हडताल आन्दोलनमा मान्छे किन जम्मा हुन्छ, किन भिड लगाउँछ?
त्यहाँ सोधौँ तपाईँ, हेरौँ न त जो काम गरिरहेको छ कुन जुन काममा व्यस्त छ कोही मान्छे गए त। अझै पनि तपाईँलाई सोच्ने हो नि गाउँमा बस्ने मान्छेहरूलाई केही थाहै छैन, केही मतलबै छैन, या गणतन्त्र होस् या राजतन्त्र होस्। ऊ आफ्नो काममा मस्त छ, ऊ आफ्नो काम गरेको छ, अझै पनि देशका कयौँ ठाउँमा एउटा सिटामोल जाँदैन, स्कुलहरू जानलाई पुल छैन, बाटो छैन, त्यहाँका सामानहरू अझै बिग्दैनन्, बिजुली छैन, टिभी छैन। अनि त्यहाँका मान्छेले राजा आए पनि त्यही हो, गणतन्त्र आए पनि त्यही हो, जो आए पनि त्यही हो। छ कि छैन? अझै पनि छ नि नेपालका कयौँ ठाउँहरू। अनि त्यो त्यहाँका मान्छे चाहिँ जनता होइन कि काठमाडौँका मान्छे हुँदा जनता हो कि सुगम ठाउँका मात्रै जनता हो? आजसम्म नेपालमा कयौँ ठाउँहरू छन् जुन ठाउँका मान्छेले बिरामी हुँदा एउटा छिटामोल खाँदैन, टाढा जानै पर्दैन। हाम्रो यही जिल्ला, हाम्रो वरिपरिको जिल्लाको दुर्गम ठाउँ हेर्नु त, पहाड भेगतिर। अनि शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था भयो भने मान्छेलाई केही चाहिँदैन। कयौँ आमाका काखहरू रित्ता भएका छन्। किन? आज यही नेताहरूको कारणले गर्दाखेरि। म अलिक सिरियस भएछु है, हामी कुरा कहाँ पुग्यौँ? अनि ढुङ्गा हान्नुहुन्छ। एउटा गुरु जस्तो मान्छेले त्यसरी आतङ्क फैलाएको छ, अलिकति राम्रो भएन हो, ल्याउने हो, आक्रोश हो, आक्रोश छ भन्दैमा अब कुन तरिकाले हिँड्ने हो त नि हो। मेरो विचारमा उहाँले झन्डा बोकेर विरोध गर्दै हिँडेको भए केही फरक पर्दैन के। सबै झन्डा बोकिरहेका थिए, झन्डा समातेर ढुङ्गा नहानिकन हिँडेको भए उहाँलाई हेर्ने दृष्टिकोण अर्कै हुन्थ्यो। मेरो नजरमा चाहिँ उहाँले यो चाहिँ सही गर्नु भएन है। यो मेरो व्यक्तिगत धारणा हो, किन मैले मिडियामा देखेँ, बोलेँ, गणतन्त्रमा बोल्न पाइन्छ कि होइन र तपाईँहरूले नै बोल्न पाइन्छ भन्नुभएको छ। ढुङ्गा हान्ने यो एउटा गुरु जस्तो मान्छेले यो चाहिँ अलि अति नै भयो कि। अब सिक्रीको कुरा गरौँ न त। हाम्रो सिक्री हराएको भाइरल त सकिएन। कटक्क मुड दुख्छ मेरो। अब मेरो लागि पनि अब एउटा दुरुस्त उडाउनु पर्यो। सिक्री किनिदेऊ अभियान। अब सिक्री किन्ने अभियान चलाएर सिक्रीको पैसा त उठाउनु पर्यो। अब भाइरल भयो, मिडियाले बोलाउँथे, कतै कतै लान्थे, बोलाउँथे, पैसा कमाइन्थ्यो, भाइरल भइसक्यो। अब एउटा अभियान चलाउनु पर्यो। केटाहरूलाई कहाँ हरायो, के गर्यो भन्नु बुझ्दैन। अब यस्तो हेऱ्यो केटा, यता आन्दोलन हडतालतिर नजाऊ। यो सिक्री हराएको पीडाले गर्दा यहाँ लट्ठी खाएको त कुरै गर्नै बिर्सियो। यस्तो भाज डाँड। ल अब म तेल लाउनु थाल्छु, अरू कुरा चाहिँ अर्को भिडियोमा हालौँला। अहिले आएर दुख्नु थालो। मेरो सिक्री भेटियो भने यसो दिनु है भाइ। मैले यो सिक्री भेटेँ भने म लाउँदिनँ, मैले यसो सामाजिक कामतिर लगाउँछु। यही भने जहाँ हुनुहुन्छ, जसो अवस्था हुनुहुन्छ, मेरो सिक्री चाहिँ ल्याइदिनु है त।